ल है फेरि हाम्रो चाहिँ अघिल्लो भिडियोबाटै कन्टिन्यू हुने हो है। मैले चाहिँ सर्टको भिडियो बनाएको छु, त्यो भएपछि सजिलो हुने रहेछ। लङ्गर भिडियो रेकर्ड गर्नुलाई अलिकति अप्ठ्यारो हुँदैछ है त। अब हाम्रो चाहिँ अरू कुन कुन आइडेन्टिफाई गर्न सकिन्छ, ल तपाईँहरूले पनि यसो ट्राई गर्नु होला है। जसरी यसरी क्लासिफाई गर्दाखेरि अरू कुन कुन फिचर्स आइडेन्टिफाई गर्न सकिन्छ भन्दाखेरि हामीले चाहिँ हेर्नु त यहाँ यसो जुम गर्नु त। हाम्रो लागि यो भनेको वाटर बडी हो, जुन हामीले येल्लो कलर दिइसकेका छौँ होइन। अब हामीले चाहिँ हेर्नु पर्यो, जस्तै यो हेर्नु त, यो यदि यो हाम्रो यो के छ यो कलरको भनौँ न, यो कलर भनेको चाहिँ हाम्रो लागि यो भनौँ न यो स्यान्ड ब्याङ्क अथवा तपाईँको के छ त रिभर ब्याङ्क टाइपको रहेछ होइन। यो के छ त यो कलर, यो 7 नम्बर कलर पनि यो 7 नम्बरको भनेको चाहिँ तपाईँको के छ त भन्दाखेरि यो भनेको रिभर बेड रहेछ है। हामी टेन्टेटिभ तपाईँले हेर्न पनि सक्नुहुन्छ अरू कलर लगाएर। हामीले चाहिँ जस्तै यसलाई चाहिँ 432 भनेको त नेचुरल कलर हो। नेचुरल कलर लगाएर हेर्दाखेरि पनि यो चाहिँ के छ त रिभर ब्याङ्क जस्तो देखिन्छ होइन। रिभर ब्याङ्कहरू तपाईँको के छ त रिभर बेडहरू जस्तो भनौँ न, रिभर ब्याङ्क भन्दा रिभर बेडहरू टाइपको रहेछ है त। यो कलर भनेको टेन्टेटिभ हामीले चाहिँ रिभर ओभरअल रिभर बेड रहेछ। त्यस कारणले 7 नम्बर भनेको के रहेछ त रिभर बेड। 7 नम्बर भनेको रिभर बेड रहेछ भने यसरी मैले रिभर बेड भनेर लेखेँ है त। अब एप्लाई गर्नुहोस्, ओके गर्नुहोस्। अब हामीले चाहिँ अरू पनि हेर्नुहोस्, त्यही अनुसार चाहिँ अरू हामीले चाहिँ क्लासिफिकेसन गर्दै जानु पर्यो है त। अब मेन कुरो चाहिँ हामीले चाहिँ अब अरू कलरलाई कसरी आइडेन्टिफाई गर्ने भन्दा चाहिँ फर्स्टमा चाहिँ भेजिटेसन भन्दा पनि अब फर्स्टमा हामीले भेजिटेसनलाई आइडेन्टिफाई गरौँ। ओभरअल भेजिटेसन आइडेन्टिफाई गर्दाखेरि 654 जानुपर्ने रहेछ। तपाईँले के गर्नु त, यसलाई पनि हामीले 654 गर्नु पर्यो है। 654 गर्दाखेरि ओभरअल भेजिटेसन्सहरू चाहिँ कहाँ छन्, जस्तै यो हेर्नु चाहिँ यसमा पनि जस्तै यो चाहिँ हाम्रो ओभरअल इमेजमा सानो खालको चाहिँ लाइट ग्रिन खालको चाहिँ तपाईँको के छ त इमेजहरू छन् भने त्यो चाहिँ तपाईँको के छ त एग्रिकल्चर ल्यान्डहरू हुनसक्छ। त्यस कारणले गर्दाखेरि अब हामीले फर्दर हेर्नु त यो हाम्रो लागि कलर भनेका चाहिँ जस्तै कुन कलर हुनसक्छ भन्दा हेर्नु त जुम गर्नुहोस्। जस्तै हाम्रो लागि हेर्नु त यो हल्का ग्रिन छ नि, यो हल्का ग्रिन भनेको चाहिँ फरेस्टमै राखिएको हुन्छ हामी सबै होइन। जस्तै 6 नम्बरको चाहिँ तपाईँको आइडेन्टिफाई गर्न गाह्रो हो होइन। अझ यहाँ हेरौँ टेन्टेटिभ आइडेन्टिफाई गर्न गाह्रो भयो भने यसरी यो कलर भनौँ न, यो तपाईँको के छ त अर्बन एरियाहरू है। यसरी तपाईँको एकदम गाह्रो हुन्छ है यो छुट्याउन, किनकि हामी यो ठाउँको अननोन छौँ। त्यस कारण तपाईँले चाहिँ कुन रहेछ भनेर एकदमै छुट्याउनु पर्ने हुन्छ। जस्तै अर्बनको चाहिँ 764 हेर्नुहोस् है त। हामी यसलाई अब 764 लगाएर हेरौँ, 764 लगाएर हेरौँ। हेर्नु है त अर्बन एरिया चाहिँ यसरी हाम्रो थाहा पाउन सकिन्छ। यो होइन अर्बन एरिया, हेर्नुहोस् यहाँ यो चाहिँ हाम्रो अर्बन एरिया हो है। यो एरियाहरू चाहिँ जति पनि छ यो भनेको चाहिँ अर्बन एरिया हो है त। यो कलरको चाहिँ 3 नम्बरको हेर्नु 3 नम्बरको जुन हाम्रो 3 नम्बरको चाहिँ अर्बन एरिया अझै जुम गरेर हेर्नु पऱ्यो है। तपाईँले एकदमै विचार गरेर हेर्नु पऱ्यो।
ल यो 6 नम्बरको चाहिँ 100% अर्बन एरिया रहेछ भनेर हामीले भन्न सक्ने अवस्था भयो। हेर्नु त 6 नम्बरको जति पनि 6 नम्बरको छ तपाईँको सेटलमेन्ट एरिया भनौँ न। 6 र 10 उस्तै उस्तै रहेछ है, 6 र 10 उस्तै उस्तै रहेछ। तपाईँको यो 10लाई चाहिँ अर्को कलर तपाईँले यसरी दिन पनि सक्नुहुन्छ है त। ल पिङ्क बनाइदिउँ। ओके, हामीलाई 6 नम्बर भनेको अर्बन एरिया रहेछ। हेर्नुहोस् त टेन्टेटिभ जति पनि 6 नम्बर छ यो भनेको हाम्रो लागि अर्बन एरिया हो। त्यस कारणले मैले यसलाई चाहिँ बिल्डअप एरियामा राखिदिएँ है त। अर्बन एरियालाई चाहिँ BUILT बिल्डअप एरिया है त। अब तपाईँले फेरि अब यसरी नै हेर्दै हेर्दै जानु पर्यो है कुन क्लास भनेको के हो भनेर। ल 4 नम्बरको हेरौँ त। 4 नम्बरको चाहिँ के हुनसक्छ भन्दाखेरि हाम्रो लागि एग्रिकल्चर ल्यान्ड हो कि होइन। अब ओभरअल यसो हेर्दाखेरि चाहिँ एग्रिकल्चर ल्यान्ड टाइपकै छ 4 नम्बरको। तपाईँले यसलाई फर्दर अझ हो कि होइन भनेर हेर्नु त। टेन्टेटिभ हाम्रो एग्रिकल्चर ल्यान्ड नै छ छनु त। अझ तपाईँले के छ त डिटेलमा यो 4 भनेको एग्रिकल्चर हो कि होइन भनेर हेर्नको लागि चाहिँ हाम्रो के छ त एग्रिकल्चर ल्यान्ड एग्रिकल्चर 652 छ। हेर्नुहोस् त। अब हामीले के गर्नु पर्यो, यसलाई चाहिँ 652 बनाउनु पर्यो र एप्लाई गर्नु पर्यो। त्यो भएपछि यो सबै के हो त एग्रिकल्चर ल्यान्ड हो। हेर्नुहोस् है त 6 नम्बरको चाहिँ सबै के हो त यसरी अनचेक गर्नु होला। सबै के हो त एग्रिकल्चर ल्यान्ड भयो है। त्यो भएर हामीले चाहिँ अलिकति मेहनत चाहिँ गर्नुपर्छ ल यसमा। यो 6 नम्बर भनेको चाहिँ हाम्रो लागि चाहिँ सरी यो 6 नम्बर भन्दा 4 नम्बर भनौँ न। 4 नम्बर भनेको चाहिँ हाम्रो लागि एग्रिकल्चर ल्यान्ड हो। 4 भनेको एग्रिकल्चर ल्यान्ड। ल फेरि एप्लाई गरौँ। यसरी नै तपाईँले छुट्याउनुहोस् है। अब मैले यसलाई हिट गर्छु। अब तपाईँहरूले चाहिँ अब यस्तै गरी छुट्याउनु पर्यो है त। ल